हेलो नमस्कार सबैजनालाई। करिब करिब 3 महिनाको नेपाल बसाइपछि अब अस्ट्रेलिया फर्किने बेला भएको छ र यो 3 महिना चाहिँ मलाई अहिले पनि 2-3 दिन मात्रै भयो जस्तो लाग्दैछ। अझै बसु लाग्दैछ। तैपनि यसपालि जानु नै पर्नेछ। र यो 3 महिनाको बसाइमा मेरो पर्सनल जिन्दगीमा र देशको हिसाबमा पनि विशेष पलहरू रहे र देशमा पनि अब म फर्किँदै गर्दा एकदम आशा जागेको छ कि नयाँ सरकार आएको छ, हामीले चाहेको सरकार आएको छ र आशा छ हामीले चाहे जस्तै देशले चाहे जस्तै कामहरू हुनेछन्। अबको नयाँ सरकारले यसरी काम गरोस् कि जो पनि बाहिर विदेशबाट चाहिँ नेपाल 5 वर्षमा फर्किने योजना पहिला बनाएको थियो भने अब 2 वर्षमा फर्किने योजना बनाउन सकोस्। कसैले नफर्किने भन्ने सोच बनाइसकेका थिए भने पनि उनीहरूले पनि अब चाहिँ फर्किनुपर्छ भन्ने सोच बनाउन बाध्य होस्, त्यस्तो काम हुनु पर्यो र सफल कार्यकालको शुभकामना। र मेरो यात्रा चाहिँ आज भद्रपुरबाट काठमाडौँ र काठमाडौँबाट केही दिनपछि कतार अनि कतारबाट सिडनी एयरपोर्ट हुनेछ। र यहाँबाट अस्ट्रेलिया पुगुन्जेलसम्मका विशेष क्षणहरूलाई चाहिँ म क्याप्चर गर्नेछु, हजुर सामु प्रस्तुत गर्ने नै छु। हेर्दै गर्नु होला है त अन्तिमसम्म। राम्रोसँग जानु दादा पुगेर ल र भद्रपुरबाट काठमाडौँ चाहिँ आइसकेको छु। म काठमाडौँ आएर चाहिँ काठमाडौँको ठाउँहरू घुम्दैछु। आज पहिलो चाहिँ पशुपतिनाथको दर्शन गर्दैछु। त्यति बेला चाहिँ भएन नि। नमस्कार सबैजनालाई। र म चाहिँ अब इन्टरनेसनल एयरपोर्ट आइसकेको छु। यहाँबाट चाहिँ अब 2-3 घन्टा पछाडि कतारसम्मको फ्लाइट, त्यसपछि चाहिँ अस्ट्रेलिया सिडनी। र नयाँ वर्षको सम्पूर्णलाई शुभकामना। दुःख लाग्दैछ कि नयाँ वर्षमा म सँगसँगै यति धेरै भिड छ कि अहिले, र यो सबै भिड पक्कै पनि रहर होइन, बाध्यता नै हो। र यात्राको क्रममा अरू कुराहरू देखाउँदै जानेछु। फेरि पनि अब सम्पूर्णलाई नयाँ वर्षको शुभकामना। र म अहिले चाहिँ मेरो चेक इन भइसकेको छ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट नेपाल। र मेरो फ्लाइट चाहिँ डिले भएको छ, अहिले 2 घन्टा जति डिले भएको छ। अब वेटिङ टाइम छ 2 घन्टा। र त्यसपछि चाहिँ उता कतारमा चाहिँ 5-6 घन्टा जतिको ट्रान्जिट वेटिङ टाइम थियो। फाइनली अब समय भएको छ 2 घन्टा पर्खिसकेपछि अब चाहिँ काठमाडौँबाट कतारसम्म। र अब चाहिँ कतारतर्फ फेरि पनि नयाँ वर्षको शुभकामना। र अहिले चाहिँ म कतारको एयरपोर्टमा आइसकेँ। एकदमै मन पऱ्यो कतारको एयरपोर्ट, एकदम दामी रहेछ। एडभान्स, सफा, सिडनीको जस्तै केही फरकै छैन, अझै राम्रो भन्दा नि हुन्छ।
अब यहाँ कतारमा ट्रान्जिटको वेटिङ टाइम चाहिँ 4 घन्टा छ मेरो। नेपालमा 2 घन्टा डिले भएको कारणले गर्दा 4 घन्टा भयो, नभए चाहिँ मेरो 6 घन्टा वेटिङ टाइम हुन्थ्यो। अब 4 घन्टा चाहिँ म एयरपोर्टमा यताउता घुम्छु, कस्तो रहेछ, खाजासाजा खान्छु। 4 घन्टापछि फेरि लगभग 14 घन्टा समथिङ मिनटको चाहिँ फेरि अर्को फ्लाइट हुन्छ सिडनीसम्म। र फाइनली बोर्डिङ पास भइसकेको छ कतारबाट। अब लगभग आधी घन्टाभित्रमा चाहिँ यहाँबाट सिडनीतर्फ लाग्नेछ। फाइनली अस्ट्रेलिया आइसकेको छु। चेकआउट पनि भइसक्यो र यात्रा लामो थियो तर एकदमै सहज नै बन्यो। र अब अस्ट्रेलिया आइसकेपछि नयाँ लाइफ फेरि नयाँ खालको जिन्दगी फेरि सुरु हुन्छ। र भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फेरि पनि अर्को भिडियोमा हामी भेट्नेछौँ। थ्याङ्क यू।